हाम्रो पलासी फाट सिँचाइ भएर मकै यस्तो भएको छ साथीहरू। हेर्नुहोस् यहाँ काँडा फुली बस्थ्यो, यस्तो राम्रो मकै भएको छ। के गर्दो रहेछ, पानीले गर्दो रहेछ। पानीको सिँचाइ भएपछि त हेर्नुहोस् त मकै यस्तो मस्त। अलि नराम्रो गर्छ, त्यो सबै एकनासको मकै छ। ल हेर्नुहोस् साथीहरू, हुन्छ यहाँ चाहिँ हावाले अलि ढले छ, एकनासको मकै रहेछ। जाँगर भयो भने, पानी भयो भने के हुँदो रहेछ, सबै थोक हुँदो रहेछन्। अहिले वैशाखमा यस्तो मकै भइसक्यो, माथि माथितिर उगाउनु पाएका छैनन्, रोप्नु पाएका छैनन्। यहाँ पानी सिँचाइको भएर यस्तो मकै भइसक्यो। मकै त अब पाकिहाल्छ नि, अब असार साउनमा त मकै। फेरि खेत रोप्ने बेला, धान रोप्ने बेला यता हेर्नु साथीहरू, पुरा राम्रो छ। यसमा चाहिँ अलिअलि किरा लगाएर छाक बनाएको छन्, तर पनि त राम्रा। यहाँ चाहिँ पछि छरेको भएर यस्तो हुँदैछ, अनि यस्तै हुन्छ अब। यहाँनिर त यस्तो भइसक्यो, त्यो चाहिँ हाम्रो हो। यहाँनिर यस्तो काम यस्तो छ, बाली लुगा जस्तो भएको। यो चाहिँ खरबुजा रोपेको छ। मकै यस्तो भयो है साथीहरू। यहाँ जोतेको भए चाहिँ आनन्द हुन्थ्यो।